जय ट्रफी एलिट कप 2081 अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच फाइनलको दोस्रो दिनको खेल सकिएको छ। वीरगञ्ज स्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलमा आर्मी विरुद्ध पुलिसले दोस्रो इनिङमा सामान्य अग्रता बनाएर अल आउटको नजिक पुगेको छ। पुलिस विरुद्ध पहिलो इनिङमा आर्मी 170 रनमा अल आउट भएपछि 37 रनको ट्रायलबाट दोस्रो इनिङ सुरु गरेको पुलिसले दोस्रो दिनको समाप्तिमा 46 ओभर खेल्दै 9 विकेट गुमाएर 132 रन बनाएको छ। पुलिससँग 95 रनको अग्रता छ। ओपनर कुशल भुर्तेल 45 तथा दिलीपनाथ 34 रनमा आउट भए। आर्मीका साहब आलमले 5 तथा बसिर अहमदले 4 विकेट लिए। साहबले पहिलो इनिङमा 7 विकेट लिएका थिए। पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले 133 रन बनाउँदा 9 विकेटको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 51 रन बनाए। अर्जुन साउदले 28 र अमित श्रेष्ठले 20 रन बनाएर आउट भए। आर्मीका साहब आलमले 7 विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले 1-1 विकेट लिए। त्यसपछि जवाफमा आर्मी 170 रन बनाएर अल आउट भएको थियो। आर्मीका भीम सार्कीले सर्वाधिक 58 रन बनाउँदा बसिर अहमदले 40 रन बनाए। सोमपाल कामीले 32 रन बनाए। विनोद भण्डारीले 14 र इमरान शेखले 10 रन बनाए। त्यसपछि जवाफमा आर्मी 170 रन बनाएर अल आउट भएको थियो। आर्मीका भीम सार्कीले सर्वाधिक 58 रन बनाउँदा बसिर अहमदले 40 रन बनाए। सोमपाल कामीले 32 रन बनाए। विनोद भण्डारीले 14 र इमरान शेखले 10 रन बनाए। पुलिसका लागि सागर ढाकलले 15.5 ओभरमा 78 रन खर्चेर 5 विकेट लिए। त्यस्तै कुशल भुर्तेलले 3 विकेट लिए र ललित राजवंशी र गुलशन झाले 1-1 विकेट हात पारे। नेपाल पुलिस क्लबले बनाएको 95 रनको अग्रताबाट भोलिको खेल सुरु हुनेछ। नेपाल पुलिस क्लबको 1 विकेट बाँकी रहेको हुँदा भोलि केही बेर उक्त विकेटमाथिको खेल भएपछि टार्गेट चेस हुने काम सुरु हुन्छ।